स्वागत छ तपाईलाई मोहन म्याथवाला युट्युब च्यानलमा। आज चाहिँ हामी सिटिभिटी इन्ट्रान्स प्रिपरेसन स्कलरसिप इक्जामको साइन्स तर्फमा रहेका 20 वटा क्वेशनहरू सल्भ गर्नेछौँ, जसमा हाम्रो पहिलो क्वेशन दिएको छ नेचर अफ द इमेज फर्म बाई कन्भेक्स मिरर इज भनेर सोधेको छ क्वेशनमा। र अप्सन ए मा दिएको छ हामीलाई रियल इन्भर्टेड डिमिन्सेड, र बी मा दिएको छ रियल इन्भर्टेड एन्ड इनलार्जेड, र सी मा दिएको छ हामीलाई भर्चुअल इरेक्ट र डिमिनेन्सेड, र डी मा दिएको छ हामीलाई भर्चुअल इरेक्ट एन्ड इनलार्जेड। यसको चाहिँ हाम्रो आन्सर चाहिँ अप्सन नम्बर हाम्रो सी हुन्छ, भर्चुअल इरेक्ट एन्ड डिमिनेन्स्ड हुन्छ। र त्यस्तै क्वेसन बी मा 22 मा दिएको छ हामीलाई विच अफ द फलोइङ इज अ भेक्टर क्वान्टिटी, र हामीलाई अप्सनमा दिएको छ ए मा मास, र बी मा चाहिँ फोर्स प्रेसर, र सी मा फोर्स, र डी मा चाहिँ डिस्टेन्स। र यसको चाहिँ सही आन्सर हाम्रो सी हुन्छ, फोर्स। त्यस्तै हाम्रो क्वेसन नम्बर 23 मा छ विच अफ द फलोइङ एक्सप्रेसन रिप्रेजेन्ट द ओहम्स ल, र त्यस्तै हामीलाई अप्सन ए मा दिएको छ आई इज डाइरेक्टली प्रोपोर्सनल टु 1/v, र बी मा दिएको छ एफ इज इक्वल टु एमए, र सी मा दिएको छ डब्लु इज इक्वल टु एफएक्सडी, र डी मा दिएको छ भिएल। र यसको चाहिँ सही आन्सर चाहिँ हाम्रो 23 को चाहिँ फर्स्ट ए नम्बरको हुन्छ। त्यस्तै 24 नम्बर क्वेसनमा दिएको छ हामीलाई विच डिभाइस इज युज टु मेजर द डेन्सिटी अफ वाटर, र हामीलाई यसमा चाहिँ कसले चाहिँ डेन्सिटी अफ वाटरलाई चाहिँ मेजर गर्छ भनेर सोधेको छ। यसको अप्सन नम्बर 1 मा भनेको छ ल्याक्टोमिटर, बी मा चाहिँ ब्यारोमिटर, सी मा चाहिँ हाइड्रोमिटर, र डी मा चाहिँ भोल्टमिटर। यसको चाहिँ सही आन्सर हाम्रो सी नम्बर हुन्छ, हाइड्रोमिटर। त्यस्तै क्वेसन नम्बर 25 मा भनेको छ वाट इज द फ्रिन्जिङ पोइन्ट अफ द अल्कोहल थर्मोमिटर। यसको चाहिँ अप्सन नम्बर ए मा चाहिँ -115 डिग्री सेल्सियस, त्यस्तै बी मा चाहिँ -125 डिग्री सेल्सियस, सी मा चाहिँ -135 डिग्री सेल्सियस, र डी मा चाहिँ -105 डिग्री सेल्सियस दिएको छ। यसको चाहिँ हाम्रो सही आन्सर ए हुन्छ, जुन चाहिँ -115 डिग्री सेल्सियस हुन्छ। त्यस्तै क्वेसन नम्बर 26 मा दिएको छ हामीलाई द एसआई युनिट अफ पोटेन्सियल डिफरेन्स इज भनेर भनेको छ। अप्सन ए मा भनेको छ भोल्ट, बी मा चाहिँ न्युटन, सी मा चाहिँ वाट, र डी मा चाहिँ एम्पियर। यसको चाहिँ सही आन्सर हाम्रो चाहिँ ए हुन्छ, भोल्ट पोटेन्सियल डिफरेन्सको एसआई युनिट चाहिँ। त्यस्तै 27 नम्बर क्वेसनमा दिएको छ द टोटल रेजिस्टेन्स वेन 3 रेजिस्टेन्स 2 ओहम 4 ओहम एन्ड 5 ओहम आर कनेक्टेड इन द सिरिज। यी रेजिस्टेन्सहरूलाई यदि सिरिजमा जोडेको छ भने तलको मध्ये कुन चाहिँ रेजिस्टेन्स हुन्छ, टोटल रेजिस्टेन्स भनेको छ। ए मा चाहिँ 12 ओहम दिएको छ, बी मा चाहिँ 11 ओहम दिएको छ, सी मा चाहिँ 13 ओहम दिएको छ, र डी मा चाहिँ 15 ओहम दिएको छ। यदि रेजिस्टेन्सहरूलाई सिरिजमा राखेको छ भने रेजिस्टेन्सहरू के हुन्छन्, जोडिन्छन्। त्यसैले अप्सन नम्बर हाम्रो बी चाहिँ के हुन्छ, 11 चाहिँ राइट आन्सर हुन्छ। भनेपछि हाम्रो ट्याक्कै 5 4 9 9 मा 2 जोड्दा कति हुन्छ, 11 हुन्छ। त्यसैले चाहिँ 11 ओहम चाहिँ हाम्रो राइट आन्सर हुन्छ। त्यस्तै क्वेसन नम्बर 28 मा दिएको छ हाम्रो वाट इज द एसआई युनिट अफ द म्याग्नेटिक फिल्ड अफ स्ट्रेन्थ। म्याग्नेटिक फिल्ड स्ट्रेन्थको एसआई युनिट के हो भनेको छ। ए मा टेस्ला, बी मा चाहिँ भोल्टेज, सी मा ओहम, र डी मा चाहिँ एम्पियर भनेको छ। यसको सही आन्सर चाहिँ हाम्रो सी हुन्छ, ओहम हुन्छ। त्यस्तै 29 नम्बर क्वेसनमा हामीलाई भनेको छ विच डिभाइस इज युज टु टेस्ट द करेन्ट फलोइङ अर नट इन द कन्डक्टर। अप्सन ए मा भनेको छ एमिटर, अप्सन बी मा भोल्टमिटर, सी मा चाहिँ ग्याल्भानोमिटर, डी मा चाहिँ ब्याट्री भनेको छ। यसको चाहिँ सही आन्सर भनेको हाम्रो सी हुन्छ, जुन चाहिँ ग्याल्भानोमिटर। त्यस्तै अर्को क्वेसन भनेको छ हामीलाई 30 नम्बर क्वेसनमा द फ्रिक्वेन्सी अफ पावर सप्लाई युज टु नेपाल इज भनेको छ। जसमा चाहिँ अप्सन ए मा 70 हर्ज, बी मा चाहिँ 50 हर्ज, सी मा चाहिँ 60 हर्ज, र डी मा चाहिँ 220 हर्ज भनेको छ। यसको चाहिँ सही आन्सर बी हो, बी चाहिँ 50 हर्ज भनेको छ नेपालमा चाहिँ। त्यस्तै 31 नम्बर क्वेसनमा भनेको छ हाम्रो हाउ मेनी नम्बर्स अफ द भ्यालेन्सी इलेक्ट्रोन प्रेजेन्ट इन द इनर्ट ग्यास। इनर्ट ग्यासमा चाहिँ कतिवटा इलेक्ट्रोनहरू हुन्छन् भने भ्यालेन्सी सेलमा। ए मा भनेको छ 4 और 8, बी मा चाहिँ 2 और 8, र सी मा चाहिँ 2 और 10, र डी मा चाहिँ 2 और 6। यसको चाहिँ सही आन्सर हाम्रो बी हुन्छ, 2 और 8। त्यस्तै 32 नम्बर क्वेसनमा भनेको छ विच अफ द फलोइङ इज नट एसिड। तलका मध्ये कुन चाहिँ एसिड होइनन् भन्यो, जुन चाहिँ ए मा एचसिएल भनेको छ, बी मा चाहिँ एचबिआर भनेको छ, सी मा चाहिँ H2CO3 भनेको छ, र डी मा चाहिँ NaCl भनेको छ। यसको अप्सन नम्बर हाम्रो डी चाहिँ NaCl चाहिँ होइन, अरू चाहिँ हाम्रो के हुन्, एसिड हुन्। त्यस्तै
33 नम्बर क्वेसनमा भनेको छ व्हाट इज द ग्लास, व्हाट इज द ग्लास तलका मध्ये ग्लास कुन भन्यो, जुनमा ए मा भनेको छ लिक्विड, बी मा भनेको छ भेपर, डी सी मा भनेको छ सोलिड र डी मा भनेको छ हाम्रो सुपर कुल्ड लिक्विड। यसको चाहिँ सही आन्सर हाम्रो डी हुन्छ, जुन चाहिँ सुपर कुल्ड लिक्विड। त्यस्तै 34 नम्बर क्वेसनमा भनेको छ एट व्हाट टेम्परेचर इभ्यापोरेसन्स अफ वाटर टेक्स प्लेस। ए मा भन्यो एट इट्स बोइलिङ पोइन्ट, बी मा चाहिँ एट अल टेम्परेचर, सी मा चाहिँ एट इट्स फ्रिजिङ पोइन्ट, डी मा चाहिँ एट अ फिक्स टेम्परेचर। यसको चाहिँ सही आन्सर बी हुन्छ हाम्रो, बी मा चाहिँ एट अल टेम्परेचरमा हुन्छ भनेको छ। त्यस्तै 35 नम्बर क्वेसनमा भन्यो विच वान इज द लाइटेस्ट मेटल, विच वान इज द लाइटेस्ट मेटल भन्यो, जुन चाहिँ एकमा ए अप्सनमा दिएको छ हामीलाई लिथियम, बी मा चाहिँ सोडियम, सी मा चाहिँ पोटासियम र डी मा चाहिँ म्याग्नेसियम। यसको चाहिँ सही आन्सर ए हुन्छ हाम्रो लिथियम। त्यस्तै क्वेसन नम्बर 36 मा दिएको छ विच मेटल इज फाउन्ड फ्रीली इन द नेचर। ए मा भनेको छ गोल्ड, बी मा कपर, सी मा चाहिँ सोडियम र डी मा चाहिँ म्याग्नेसियम। र यसको चाहिँ सही आन्सर भनेको हाम्रो ए नै हुन्छ, जुन चाहिँ गोल्ड। त्यस्तै 37 नम्बर क्वेसनमा भनेको छ वेयर इज द जिन फाउन्ड, डिएनए मा, अनि माइटोकोन्ड्रिया, क्लोरोप्लास्ट, अल अफ देम। यसको चाहिँ सही चाहिँ डी नम्बर हुन्छ, अल अफ देममा हुन्छ। त्यस्तै 38 नम्बर क्वेसनमा भनेको छ मलेरिया इज कज्ड बाई मस्किटो, हाउसफ्लाई, प्यारामेसियम र प्लाज्मोडियम। यसको चाहिँ सही आन्सर चाहिँ हाम्रो डी नै हुन्छ, प्लाज्माडियम हुन्छ। त्यस्तै 39 नम्बर क्वेसनमा भाइरस कन्टेन्स भनेको छ अप्सन नम्बर ए मा डिएनए ओन्ली, आरएनए ओन्ली, सी मा चाहिँ डिएनए एन्ड आरएनए, डी मा चाहिँ डिएनए और आरएनए। यसको चाहिँ सही आन्सर भनेको हाम्रो डी हुन्छ, डिएनए और आरएनए। त्यस्तै हाम्रो अन्तिम नम्बर क्वेसन दिएको छ 40 मा चाहिँ 40 मा भनेको छ ब्लड इज ब्लू कलर इन, अप्सन ए मा चाहिँ प्रोटोजोया, बी मा चाहिँ एनालिडा, सी मा चाहिँ मोलिस्का, त्यस्तै डी मा चाहिँ इनोडोरोमेटा। चाहिँ यसको चाहिँ सही आन्सर चाहिँ सी हुन्छ, मोलुस्का। र आज चाहिँ हामीले सिटिभिटीको चाहिँ हामीले इन्ट्रान्स प्रिपरेसन अन्तर्गत स्कलरसिपमा चाहिँ साइन्सतर्फ 20 वटा क्वेसन गऱ्यौँ। यसमा चाहिँ कोही कुनै क्वेसनहरू नबुझेको छ भने हामीलाई कमेन्ट बक्समा सोध्न सक्नुहुन्छ र यस्तै क्वेसनहरू हामी चाहिँ अब बनाउँदै गर्छौँ। र आजलाई यति नै। थ्याङ्क्स फर वाचिङ दिस भिडियो। बाई बाई।